ल हजुर नमस्कार नमस्कार नमस्कार। हाम्रो सानो करेसाबारीमा आज बुढाबुढी आइयो। बुढीको त अब दैनिक यतैतिर हो के अरे, नातिनीलाई स्कुल पुऱ्याएर आएपछि यहीँ हुन्छ। आज चट्टै चाहिँ मेरो चाहिँ बिदाको दिन। तपाईँको चाहिँ जुनको आज कति 12 जुनको 12 गते हो। मौसम अलिक मास्तिर यस्तो छ मौसम युकेमा। यो आलु नातिनी मेरो नातिनी लियानाले रोपेको आलु यत्रो भइसक्यो। आउँदै हेर्छ उसको आलु। अस्ति पानी लाएर गयो। टन्नै छ आलु। अनि यहाँ चाहिँ नि फर्सीहरू हालेको छ। कुरिलोहरू चाहिँ बडा बडा कुरिलोहरू यत्रो भइसकेको छ। यहाँ दारिमको बोट पनि छ। अनि यो के भन्छ अरे यसलाई, ब्ल्याक करेन्टहरू निकै फल्याएर छ। यसरी बटारेर माथि ल्याएको छ। यो फिग सानो बोट थियो, पोहोर 3टा फलेको थियो। यो पक्ष निकै फलेछ है। ल फिग, ल खुसीको कुरो। यो चाहिँ नि खनिउ प्रजातिको एउटा चाहिँ नि बिरुवा हो, फ्रुट्स हो फिग। अनि भराइटी छ फुलहरू, बिरुवाहरू। अझै यहाँ के हालेर चाहिँ बुढीले। यो गुलाबको फुलको कलर चाहिँ मलाई खुब मन पर्यो है। यो क्यामोमल फ्लावर, ल भराइटी छ। यहाँ चाहिँ नि यो के अरे, यो युकेको सिमी छ यहाँ। अब यो पछि विन्टर जाडोमा पनि फल्छ, त्यही भएर अहिले लेट आउँदैछ। अनि बोडीहरू छोपेर माथिबाट चराले खान्छ भनेर चाहिँ चट्टै यसलाई केयर गरेर चाहिँ राखेको छ बुढीले। अनि यहाँ चाहिँ यो खोर्सानीको सेक्सन हो। अकबरे खोर्सानीहरू हुँदैछ धमाधम। अब ठुलो भएपछि म फेरि यसको भिडियो बनाउँछु हजुरहरूलाई। यहाँ अकबरे खोर्सानी यहाँ पनि छ। यो हाम्रो हर्क दाजुले दिनुभएको लास्ट इयरको हो। फल्यो खुब। अब यो पटक पनि फल्छ होला। यहाँ पनि छ अर्को तिते करेला त्यहाँ छ। यहाँ यो बैगुनहरू, ब्रिन्जल बैगुन पनि छ। सानो ठाउँमा भराइटी फुलहरू छ। यो पनि फुलै हो। यहाँ चाहिँ नेपाली काँक्रा चाहिँ निकै ठुलो भएछ है बुढी। नेपाली काँक्रा चाहिँ हाम्रो गार्डनहरू चाहिँ तयारी हुँदैछ। अब बिस्तारै चाहिँ चट्टै उसको काम सुरु हुन्छ। यो कमलको फुल पनि छ। गुराँस छ यहाँ फुलिसक्यो। अनि यो के हो यो फुलहरू? चमेलीको खिच्छु नि म अहिले। यहाँ रुख भेडा मरेछ लास्ट इयरको, तर मरेर बाँच्दैछ फेरि है। फुलहरू चाहिँ नि निकै छ। अनि यो के अरे, ब्लुबेरी पनि रहेछ त यहाँ त। ल नातिनी त खुब रमाउने हो नि त हो। स्ट्रबेरी त टन्नै फलेछ त यति सानोमा। हेर त टिप है। भरे ल्याउने हो कि त्यसलाई? होइन, टिपेर लगिदिने। स्ट्रबेरी यत्रो झाङमा कति धेरै फलेको। आम्मा यहाँ पनि छ ल्याभेन्डर। द ल्याभेन्डर। अनि के अरे यो बङ्गोली लौका होइन त बुढी? बङ्गोली लौकाको सेक्सन हो। अनि यता इस्कुसको सेक्सन छ। इस्कुस आउँदैछ सानो सानो, त्यति हेल्दी छैन इस्कुस यो वर्ष हाम्रो। यहाँ चाहिँ नि इस्कुस र लौकाको सेक्सन हो यो एरियामा। अब अङ्गुर हरेक वर्ष हामी वाइन जाँड बनाएर खान्छ अङ्गुर। यो वर्ष पनि छ अङ्गुर धेरै नै। परसम्म छ, परसम्म पुगेको छ। अनि यताबाट हेर्ने भने फेरि परेसम्म छ अङ्गुर। सबै फल्दैछ यो अङ्गुरहरू। अनि यो फेरि फुलको भाग, रोज। आहा, ल हेर्नुहोस् गुलाब है।
क्या मजाले फुलेछ हो गुलाब त। आज अलिक धुम्मिएको छ, घाम लागेको झन् राम्रो देख्थ्यो यो गुलाब। हाम्रो गुलाब पनि यहाँ चाहिँ नि भराइटी छ ठुलो। यो चाहिँ अलिकति पिङ्क पिङ्क टाइपको हुँदैछ, भर्खर कोपिला लाग्दो रहेछ ल यसको चाहिँ। त्यसले गर्दाखेरि यो पिङ्क। अनि यहाँ अर्को सानो गोदावरी फुलहरू छ। यो चाहिँ रानी कलर है, रानी कलरको ल हेर्नुहोस् गोदावरी के अरे रोज। ल यो पनि रोजै हो। गुलाबको फुल छ है हजुर, गुलाबको फुल छ है यहाँ। ल हेर्नुहोस् फुल आउँछ। फुलको यो के हो फुल हो के पो भनेर यसलाई चाहिँ नि मैले फुलहरू छन्, भराइटी फुलहरू छन् यतातिर। अनि यहाँ यो आलु, यो चाहिँ मैले रोपेको आलु। उता चाहिँ नि बोजू र नातिनीले रोपेको, यो चाहिँ मैले रोपेको। यता चेरीको रुखको फेदामा चाहिँ नि आलु रोपेको। यो चाहिँ रातो आलु हो, पछि खन्छौँ हामी। चेरी चाहिँ खै हौ खाएछ हौ तिम्रो चेरी त हौ बुढी। ल छोप ए भर्खर डम्बा हुँदो रहेछ, खाएछ चमेराले। ल यो चेरी हो। यता फेरि सिमी, यो चाहिँ निलो सिमी, उता हरियो सिमी। यो चाहिँ सबै सिमीको भाग है, सिमीको उताको बोडीको, यता सिमी। हजुर ओके। अब यहाँ रायो खान्छौँ हामी। यो पटक रायो छैन किनभने माथि के छ सरर हेर्नुहोस् त के फलेछ। ओहो है पिङ्क लेडी एप्पल त कति हो कति। ल हेर्नुहोस् मोस्ट लाइकली यो वर्षको हाम्रो एप्पल त्यति धेरै फलेन जस्तो छ। हाम्रो नातिनी पनि खुब रमाउँछ एप्पल। हेर्नुहोस् त एप्पल फलेको। बाफरे एप्पल। ल ओखरको रुख पनि ठुलो भइसक्यो, फल्ने चाहिँ हो कि होइन आई डोन्ट नो। अनि यहाँ अब बल्ल फर्सीको सेक्सन आयो यहाँ। यो चाहिँ अमला गुजबेरी अस्ति फलेर टिपेर खाइयो। यो चाहिँ नि फर्सीको सेक्सन हेर्नुहोस् है हजुर। फर्सी बुढीले चाहिँ यहाँ सधैँ फर्सी फलाउँछ, मेरो नातिनीको फेभरेट। ल हेर्नुहोस् अब यो उसलाई चाहिँ यो नटिपी हुँदैन आएपछि। फर्सी चाहिँ अब बिस्तारै फल्छ। अनि फुलहरू यो हाम्रो चाहिँ मलको स्टोरेज हो, त्यहाँ चाहिँ मल हामी डम्प गर्छ। अनि सट्टै के अरे कुचीबेरीको सेक्सन हो यो। ल हेर्नुहोस् कुचीबेरी एउटा बोट छ, माथि गएर फल्नु चाहिँ अति धेरै फल्छ। ल हेर्नुहोस् भमराहरू घुमेको कुचीबेरीमा। यसरी चाहिँ भमराहरू चाहिँ खुब रमाउँछ यहाँ यो फुलमा, सानो फुलमा। हेर्नुहोस् अब यो भमराले नै त हो यहाँ काम गर्ने, हाम्रो फुलहरूलाई गेडा लगाउने पोलिनेसनको काम गर्छ। अनि यो आलु भइहाल्यो, खोर्सानी मैले देखाएँ तपाईँहरूलाई। अब फेरि अब लाउरे फुल पनि ढकमक्क हुन्छ अलिक पछि यहाँ चट्टै। अब फेरि अर्को फुलको सेक्सन आयो यहाँ चाहिँ। ल हेर्नुहोस् अजम्बरी फुलको संसार भने जस्तै सानो ठाउँ छ, भराइटी लिली फुलेर पनि झरिसकेको छ। यहाँ स्ट्रबेरीहरूको बिरुवाहरू त्यहाँ हालेको रहेछ बुढीले। स्ट्रबेरी फल्दैछ। स्ट्रबेरी चाहिँ सधैँ नातिनीको लागि नै हुन्छ, ऊ चाहिँ खुब मन पराउँछ। अब यो लिली यत्रो भयो। ल हेर्नुहोस्
अनि यो काँक्राको सेक्सन ल हेर्नुहोस् सबै काँक्राको बिरुवाहरू यसरी लगाएकी छे यो कोही बङ्गाली कोही नेपाली अनि यहाँ पनि चाहिँ फुल त जताततै हालेको छ हो अनि यहाँ यो घोड ताप्रे अरे यो घोड ताप्रे चाहिँ नि बेस्ट हेल्थको लागि एलोभेराहरू छ मर्दैछ सयपत्री फुल यहाँ पनि छ यो चाहिँ नि पाखनभेद है अनि यहाँ ग्रिन हाउसमा बिरुवाहरू हाल्नेहरू सबै निकालिसक्यो बुढीले यहाँबाट होइन त ल भन चाहिँ आजको तिम्रो के छ जब हेलो मेरो जब चाहिँ आज अलिअलि छ खोर्सानी 1-2 बोट छ काम चाहिँ अनि के भन्छ सलाद दिएको थियो उताको दिदीले दिइआयो होला यहाँ राखिआयो होला त्यो रोप्दैछु अनि त्यही अलिअलि पानी सानी लाउने मेरो चाहिँ रसी बान्ने तपाईँको काम चाहिँ रसी बान्ने हो अब अनि यो इस्कुसको हालत यस्तो भएछ ल आहा माई फेभरेट छोकोमा ल सिस्नो ल हेर्नु झर आज लगेर खाने है एप्पलको फ्याटतिर रोप्नु पर्ला नि यो के यो खोर्सानी रोपिदियो हुन्छ त्यसलाई फाँडेर ल नेपाली तितेपाती नेपाली सिस्नो है हजुर नेटल अनि टमाटर अनि यो चाहिँ नि बोडीको सेक्सन हो यो बोडी चाहिँ नि सर यतातिर है सबै हुन्छ है हजुर ल यो तर छोपेर राखेको छ ल यस्ता छ है हामीसँग चाहिँ थुप्रो छ घोड ताप्रे जताततै हालेको छ यो फुल हो एक प्रकारको अनि यो मिन्ट कागतीको बोट पनि छ सुन्तलाको बोट पनि छ हो के चाहिँ छैन सबै छ ल अब मेरो आकर्षक भनेको चाहिँ नि यही हो हजुरहरूलाई म सधैँ देखाउँछु यसको मैले टिकटक पनि बनाएँ ल हेर्नुहोस् यो हेर्नुहोस् धक्कमक्क फुलेर बास्ना मग आउँछ ल हेर्नुहोस् त यो ल हेर्नुहोस् चमेली जस्माइन आहा ओ माई गॉड ल हाम्रो चाहिँ नि आज मिठो गनाछ है यो साँच्चै यो चमेली चाहिँ नि के भनेर यो बिचरा रमेश दाजुले कति आजभन्दा 6-7 वर्ष अगाडि सानो बिरुवा दिनुभएको कति भयो निकै नै भयो नि हो है 8-9 वर्ष भयो होला 8-9 वर्ष भयो ल जाउँ है टिप अब पूजा गर्ने हो भने ए हजुर ल यस्तो छ आजको चाहिँ नि छोटो मिठो हाम्रो चाहिँ करेसाबारेको इन्ट्रोड्युस यहीँसम्म अन्त गरौँ किनभने गार्डनर चाहिँ व्यस्त छ मैले हेल्प गर्नुपर्ने आज बिदा हप्तापछिको बिदा ल बाई भनिदेऊ त बुढी यतातिर बाई